अरू नेताको चुनाव प्रचार प्रसार भन्दा निकोलस भुसालको चुनाव प्रचार प्रसार चाहिँ मलाई अलि बेग्लै लाग्यो। उनी चाहिँ भोट माग्न होइन स्वास्थ्य शिविरमा गए जस्तो लाग्यो, किनकि उनी चाहिँ आफैमा डाक्टर पनि हुन्। त्यो हिसाबले टक लाएर घर घर गयो होइन, त्यसपछि सन्चो बिसन्चो सोध्यो, अरू केही नगरे पनि बिपी त नाप्दिहाल्ने होइन, बिपी नाप्दै गन्थन मन्थन गर्दै र यसपालिको भोट चाहिँ बुवाआमा दाजुभाइ दिदीबहिनीहरू टक्क लाएर भोट चाहिँ मलाई दिन पर्यो भन्दै त्यहाँबाट भोट माग्ने होइन। यो हो नि त तरिका। अरू नेताले चाहिँ टक्क लाएर ठुल्ठुला गफ पनि हान्दिनन् होइन, मान्छे भेला पनि गर्दिनन्, आफै घर दैलो कार्यक्रममा गयो होइन, आफ्ना मन विचार राख्यो, त्यसपछि भोट माग्यो। यो हो नि त। अरू नेताले त सेवा टोकनला चौरा हुन्छ कि स्कुल हुन्छ कि कहाँ कहाँ हुन्छ। अब गाउँ गाउँका झोलेहरूलाई बोटुलो, त्यसपछि ल यति मान्छे लिएर आइज यो ठाउँमा भन्नु, त्यसपछि माइकबाट ल हुने नहुने गफ गरौँ होइन, त्यसपछि भोट मागो, ल यसपालिको भोट त मलाई भन्नु जिताउनै पर्छ भन्नु, पैसा फेको सेवा टोकने करोडौँ लगानी गर्नु, त्यसपछि जितेपछि चाहिँ यत्रा विकास गर्ने। साथीहरू अरूले जे भने पनि निकोलस भुसाल चाहिँ एकदमै राम्रा पढे लेखेका र निस्वार्थ व्यक्ति हुन् होइन। तपाईँलाई चाहिँ कस्तो लाग्छ निकोलस भुसाल? यसो कमेन्ट बक्समा भटाभट कमेन्ट गरौँ त ल।